कुलमान घिसिङलाई अहिले होइन योभन्दा अगाडि पनि त बारम्बार हटाउने प्रयासहरू गरिएन हटाएको के हटायो योभन्दा अगाडि त्यही मान्छे के बोलीकै सालोलाई ल्याएको होइन भित्रदेव साग्यलाई अघि पनि ल्याएको होइन अनि उहाँहरूले आफ्नो मान्छेलाई आफ्नो चाहिँ सालोलाई अनि विद्युत प्राधिकरणमा राख्नको निमित्त होइन जे मन लाग्यो त्यही गर्न मिल्छ त यस्तो अन्यायपूर्ण के अरे साकेजी योग्य मान्छे होइन र उहाँ चाहिँ साकेमा अलिकति इमान अलिकति इज्जत हुन्थ्यो भने योभन्दा अगाडि पनि साकेललाई फेरि नियुक्ति गरेर फेरि उनलाई चाहिँ होइन बर्खास्त गरेर कुलमानलाई ल्याए नि त्योभन्दा पछाडि साकेलले म त विद्युत प्राधिकरणको कार्यकारी हुँदिनँ भन्न सक्नु पर्दैन थियो उहाँसँग अलिकति पनि इमान थियो भने अनि बारम्बार किन टाँसिराख्ने उहाँसँग अलिकति नैतिकतै बचाएर हिँड्छ भनेपछि तपाईँको विचारमा कुलमान आउनुपर्छ भन्ने कुलमान आउनुपर्छ कुलमानको उमेर पनि छ कुलमानको कार्यक्षमता दक्षता अझै पनि यो देशको लागि काम लाग्छ किनभने हामीलाई उज्याली अभियानको अभियन्ता भनेको कुलमान घिसिङले यो उपत्यकादेखि नेपाल जस्तै कानुन सम्बन्ध अब 2 कार्यकाल भन्दा फेरि अर्को कार्यकाल त पाउँदैन अब 2 कार्यकाल सकिनुलाई पनि त 2 महिना 3 महिना बाँकी छ अन्य निकाय पनि छ नि त राजनीतिमा आएर राजनीति गर्दा पनि भयो नि देशै परिवर्तन गरौँ न कुलमानले विद्युत प्राधिकरणको अफिसमा मात्रै कुलमान घिसिङले राजनीति गर्ने अथवा नगर्ने त्यो विषय उहाँको व्यक्तिगत इच्छाको कुरा हो हैन म राजनीतिक रूपमा चाहिँ देशलाई अगाडि बढाउँछु अथवा मेरो दक्षता राजनीतिक रूपमा पनि म दखल राख्छु भन्ने कुरा उहाँको व्यक्तिगत कुरा हो तर कस्तो भने चाहिँ कुरा किन कुलमान घिसिङको कार्यावधि पूरा हुन्जेलसम्म